काठमाडौँको उत्तरी भेगमा रहेको तारकेश्वर धाम भ्रमणमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। काभ्रेस्थली बस पार्कको उत्तरतर्फ करिब 40 मिनेटको हिँडाइपछि बल्ल हामीले यस मन्दिरको दर्शन पायौं। धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विकसित यस स्थानमा रहेका पहरामा अवस्थित मन्दिर, समाधिस्थल, पोखरी, गुफा आदि यस क्षेत्रका प्रमुख आकर्षण हुन्। भगवान शिव पुजिने पर्वहरूमा यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको ठुलै घुइँचो लाग्ने हुनाले भोलिको दिनमा तारकेश्वर धाम काठमाडौँकै चिनारी बन्नेमा कुनै शङ्कै छैन।